चुनाव जितोस् भनेर रे यसो म चाहिँ के गर्दैछ अरे यार इन्द्रले चुर भइसक्यो सुतेको छैन रातभरि नाकालाडले आमा छोरा 24 भोट हाल्दैछ दौलतिर सर आयो भने म खै त आयो भने हेलो भोट केमा अरे हेलो मा साथीहरु सबै तारा यसको साथी सबै तारा अनि मलाई म चाहिँ कसलाई हाल्नु गाँसलाई मम हेलो लाई कस्तो भइरहेछ हजुर एकदमै कम्फर्टेबल मैले त अहिले गएर घन्टीलाई भोट हाल्छु है काम गरेर दमौली हिँडमाया सँगै रमाउली र मेरो इन्ड्राइभ पनि आइसक्यो घरको गाउँघरसम्मको इन्ड्राइभ पनि आइसक्यो ल सट्ट लगाएर चढिन्छ आज सुपर स्प्लेन्डरले पुऱ्याउँछ आज मलाई भाडा चाहिँ महँगो छैन तर ठिकै छ नारायण चौर हो नि दाइ चाबी दिनु पर्दैन है दमौली हिँडमाया मैसँग रमाउली भने वेलकम टु दमौली केटा दमौली चाहिँ बेसिकली मेरो घर हो गाउँघर यतै हो भोट हाल्न आएको भोट चाहिँ फेरि कहाँ हो भन्ने नरेपट्टि खान्छ अरे त्यस्तै मात्रै हो हड्डीलाई त छैन यसपालि भोट गाह्रो छ दिनु मन थियो अब के गर्ने गोल्डेङ भात खानु पाउँदैन घरमा तिमीहरू घरमा भात खानु दिन्छौ भने हालिदिन्छ अरू नै भोट किन यता गएको पेट्रोल डेन्जर बनायो यार बाटो यार कोटेश्वर पुगे जस्तो भयो यो चाहिँ सही लागेको केटामा चान्सै छैन नो रबरी सिसी क्यामेरामा सिधै मिटर पठाउँदा अहिले पेट्रोल हाल्दैछ टक्क सही भगायो यार ए सही ल अब यति कटेर टक्क लगाएर हामी चाहिँ गजलतिर हेरिङ टुवर्ड कटेडे ल अपडेट चाहिँ यही पहिला सुत्यो यार बाटो पुल बनेछ केटा चाहियो पहिला चाहिँ खोला खोला आउनु पर्थ्यो यार यहीँ रोक्थ्यो भने चाहिँ बस कता ए कहिले पुग्ने छिटो दाम्नु न यार यार म कुदाउँछ आउनु रमाइलो लगाइरहेको थियो बाटो सुरु भयो केटा हो अफ रोड त्यसका टाउको एकछिन हो ढलान एकछिन हो ढलान डेन्जर यो बाइकले त तान्छ कि नै सही हो ल इनड्राइभले सही गर्यो अरे होइन भोसडीवाला यति मात्रै हो भनेर माथिसम्म छ ए डेन्जर भएछ यार पिछे रोड छ त कहाँसम्म हो हेर्नु पर्ला यतिसम्म त के गर्ला भित्र चाहिँ गऱ्यो होला नि यो बाइक चाहिँ पड्किन्ला जस्तो लाग्यो यार यो अब गाडीमा आउनु पर्ला जस्तो छ यार के भएको त्यहाँसम्म मात्रै माथिसम्म त हाम्रो 12 मन्दिरहरू के मन्दिरहरू आएको महादेव त्यहाँसम्म मात्र हो अरे ठिकै छ त्यहीसम्म सबभन्दा छ्याउ बाटो ओहो लभली रहेछ यस्तो बाटो घरसम्म पुग्यो भने त यार रिजोर्ट खोल्नुहुन्छ नि
एकछिन जिस्किएको टाइप्सवाला रहेछ नि त ल सुरु अब यो बाइकले हामीलाई कहाँसम्म पुऱ्याउँछ सही होला यति यस्तै हो घरसम्म दबाउनेमा ट्याक्क रिल्याक्स गरौँ न तातो पानीमा नुहाउँला सोचेको यार ओहो टेन्सन हुने भयो यार के छ कलकत्ता गाउँ आउनुपर्छ मेरो है महादेव स्थानसम्म भनेको त खोइ आधी बाटोमै सकिएर हर हर महादेव की जय हाय नमस्ते भगवान लङ टाइम नो सी हिरोसँग केटाहरू छ क्या मस्त खाजा खाना खाएको थिएँ हिरा चाहिँ कहाँ आइपुग्यो कहाँ साँच्चै पुग्यो यार म यार केटा आएर यार बचाऊ अयुर आऊ आया साँच्चै गाउँ कुरा यार हो यस्तो हुन्छ गाउँ घरहरू ए गोप्रोले खिच्नु पऱ्यो यार भोलि यार गाउँ पुरा यार हातमा कलम हुनेहरू कलम लिएर उठा साथमा केही नहुनेहरू आवाज लिएर उठा गाउँ गाउँबाट उठ बस्ती बस्ती रातिको बेला पऱ्यो भने त सरी हो साथीहरू सरी सुन्नु न क्विजहरू त्यो चाहिँ हाम्रो घर रहेछ है बत्ती नै बलिसक्यो है त्यो चाहिँ हाम्रो चाहिँ अहिलेको समाजहरू छ नि त्यो निलो कलरको पिङ्क कलरको छ नि त्यो ए जमिसक्यो रहेछ ल सही होला त यो होइन हाम्रो फुपूहरूले फुपूहरूले बनाउनु भएको थियो दिदी बहिनी विश्व तुलसी एन्ड र कमला सबै हाम्रो फुपूहरूको नाम हो यस 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 ओके ओके यो चाहिँ के स्कुल रे डाँडा स्कुल ए यो स्कुल चाहिँ हाम्रो ग्रान्ड पाले सिफ्ट गर्नु भएको है तल थियो त्यहाँदेखि यहाँ दिस कल डाँडा स्कुल लभली स्कुल को पढ्यो हाम्रो यहाँ तपाईँ पढ्यो तपाईँ 1 क्लास पढ्यो यहाँ त बुथ रहेछ नि त यही त हो नि हाम्रो तल माथि हो तल मतदान केन्द्र ख फर प्रदीप ए यहाँबाट हिँड्दै जान्थ्यो पहिला हामी हो बस पनि आउँदो रहेछ चाय यो रुखमा हामीलाई है हाँगामा राखेर बाबाहरूले पिङ खेलाउनु हुन्थ्यो चु गरेर बुढो भन्छ है ब्याक आफ्टर ए युबिनको मामा घर साहिलको मामा घर होइन युबिन साहिल ल यो चाहिँ साहिलको है युबिनको युबिन साहिलको मामा घर अनि दिस प्लेस इज कल्ड नारायण चौर लभली नारायण चौर यु नो बाटो चाहिँ अलिक मेस्ड अप छ हो सेट ओयर यो गाडी यति यो बाटो चढ्दै गाडी हाम्रो टेटा यहाँ यो चाहिँ हाम्रो इन्ट्री ड्राइभ थ्रु के हाम्रो प्यालेस जाने उयो त यार 50-50 यार यस ल फुल भिडियो खिचिदिन्छु नि जाउँ जाउँला यो चाहिँ सबै पहिला चाहिँ मेरो सबै थियो अब अहिले म आउँदैन नि त खास चाहिँ हौ लभली रहेछ ल घर चढिँदै भइसक्यो औ यस खोइ गाईको गोठ लभली गाईको गोठ है अनि वेयर इज द कार गयो होला है घुम्न है मम है स्योर है ल कति भयो त ए
इन ड्राइभ त के हो घरभित्रतिर आउँछ त यार सबभन्दा टेन्सन चाहिँ टोइलेट त्यहाँ छ सुत्नुपर्ने पर हो यो चाहिँ हाम्रो गाउँघरले साथीहरू ल त्यो सिनेमेटिक हो अय्या निलम दिदीहरू घरहरू ओ सेट सुन्तलाको बोटाहरू छ अझै सबै साथीहरू तलमा टायर आएन लभली ओहो यो टोइलेटमा त म नुहाइसक्यो नि लभली टोयलेट बाथेको रुम यहाँभित्र साइकलको साइकल छ अझै यो चाहिँ ब्यारियर है अलिकति भालुहरू आउँछ अरे जङ्गलको बिचमा हामी मात्रै छ यार टेन्सन छ अलिकति अब त्यो ओहो यस यस कुल हो अब ठुलो ड्याडीहरूले गर्नु भयो नि आचेउतिर जानुभएको कता जानुभएको रे मियाबारी सो तलको बाटो जानु पऱ्यो भने त्यो भनेको त ए माथिको बाटो हो द्याट इज च्यान डाँडा साथीहरू अरे प्रब्लम टेन्सन म त गएँ चप्पल ल्याएर है ओहो खाली खुट्टा जानु पर्ला है ला 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 यसो हेर्न अवस्था गर्नु पऱ्यो नि हाम्रो बाबा आमाको रुम चाहिँ माथि हो अय्या ओहो धुवै धुवा भएछ त अय्या ए बाबा आमाको सामानहरू छ ओ लभली लभली घर आँखा पोल्यो आँखा पोल्यो ओ यहाँभित्र चाहिँ किचन हो तर अब अहिले बन्द छ फोहोर हो भनेको कति हल्ला गरेको यहाँ आउनु त यहाँ व्यवस्था गर्नु कहाँ सुत्ने हामी हो ठुलो ड्याडीको रुम बाबाको रुम यो हाम्रो चिकन रुम हाम्रो चाइल्डहुडको सबभन्दा बेस्ट मोमेन्ट हुन्छ कि यसरी माथिको बाटो सबै गाडी आउँछ नि त देखिरहेको यो छु डाँडा पछाडि चाहिँ म्यावरी गाउँ हो कि त्यहाँ चाहिँ चौतारा छ कि हामी चाहिँ यसरी उताबाट बसाउँदा बसको साउन्ड सुनेर यहाँबाट कुदेर त्यो डाँडाको त्यो चौतारामा लुकेर बस्थ्यौँ कि अनि गाडी गयो भने पछाडि के कुद्ने कि धुलो खाँदै अनि लास्टमा छतमा चढ्ने यहाँ आएर झर्ने कहिले त मान्छे कस्टमर सिधै तल तारुका पुग्थ्यो हामी त म भोटे हजुर खै तर त यहाँसम्म आएको थिएँ गाडी सुतेको थिएँ कि म त एकचोटि लभली टोयलेट बाई 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 लभली टोयलेट है लभली टोयलेट तपाईँलाई गर्न आउँछ मम्मीलाई दिएर पठाउनु त कोदाली जान्छ मम्मी अब त्यो झोलासला राखेर टक्क लाएर घाँस काट्न जान्छ मम कहाँ छ पहिला बाबाहरूको लिभिङ रुम
facility. फोन चार्ज टक्क लाएर टिभी थियो सोफाहरू पहिलाको लिभिङ रुम है साथीहरू यहाँ चाहिँ डेन्जर स्लोप थियो अहिले त कस्तो रहेछ अझै ढुङ्गा छ यहाँ बसेर कपडा हान्ने ट्याक्क लाएर मैले मेरो पालामा डेन्जर कपडा हाने नि यहाँ मम्मीहरू सानो सानो थियो ट्याक्क यहाँ कपडा हाने यहाँबाट साइडले साइकल चलाएर जसान जान्थ्यो यो भोगटेको रुख हो यो भोगटेको रुखलाई डेन्जर कि हानेर भोगटेलाई हामी बारीको बाटामा पुऱ्याउँथ्यो यस यस कस्तो याद आयो होला है मम्मी त्यो बत्तीको है मलाई बिहा गरेर तेरो बाबाले यहाँ ल्याएको हो अनि म यहाँ बसेर नमस्कार गरेर बस्छु कि अनि पछि यहाँबाट धानमा बत्तीमा मेरो रुम चाहिँ त्यो हो कुन तपाईँको रुम यो तपाईँको हो यहीँ सुत्नु पर्ला जस्तो छ आज चाबी खोल्नु चाबी दिनु त पहिला चाहिँ एकदम स्टोनको स्ल्याब थियो तर सबै फुट्ने रहेछ पहिला आइटम थियो क्या अहिले टिनको हालेको वेस्टवाला स्ल्याब थियो लभली सबैलाई के हेर जानिन्छ त्यही होला देखाउँछ अहिले चाहिँ ए कान्छी आमा भोक त लाग्छ न अहिले एकछिनमा खानु आज हेर्न चाहिँ आएको के पाकेर छ कन्टेन्टहरू अरे त्यही अब ट्राई गरेर कस्तो देख्दो रहेछ राम्रो देख्दो रहेछ सो त्यही साथीहरू अब लाग्यो बेडतिर मम्मीको दोस्तहरू पनि आएको थियो त्यही भएर माथि रुममा सुत्नु पायो सो हामी चाहिँ दाजुभाइ दाइ बेडमा म भुइँमा यो कालो कलरको म्याट्रेस ओछ्याएर सिरानी पनि मेरो डफल ब्याग माथिबाट तन्न ओछ्याएर सुत्न लागेको थाकियो लोकल खाएको ममसँग झुमुनु भयो अनि त्यस मलाई चाहिँ भित्र एकदम एस्थेटिक लाग्यो अनि एकचोटि यसमा खिचेको कि के हो होइन त्यही हो अब म सुत्छु अनि त्यही हो भोलि के हुन्छ अब भोलि चाहिँ कसलाई हाल्छु थाहा पाइसक्यो होला तपाईँहरूले आऊ बचाऊ है आऊ बचाऊ त्यही थ्याङ्क यू सो मच फर वाचिङ झन् बिहान भएन होला भनेर उठेको म छोडी हस्तेर भुँचडीवाला यस्तो मजाले देख्न पाइँदो रहेछ नि गाउँमा त बिहानको 5 बजी कति 5 बजी सक्दो घाँसको खाडामै बहुत सुतेछ फेरि ड्राइभ त सँगै सुतेछ त हामीसँग यार कति नै को नै हो जस्तो यार आफू चाहिँ अब चल्दिस
1 2 3 यता त 3टा मात्रै हो 4 उतापट्टि साइल युमिनाहरू घरहरू फुटिरहेको छ यही फिल्टर फेरि यस्तो रिस उठ्छ यार आउन आइकिन्छु यो मान्छे नमान्छ भाइ यार त्यहाँ बोकेर त्यहाँ लानु पर्यो त्यहीँ लानु पनि यार यस्तो गाह्रो भयो भने अलिक सजिलो यसरी गयो हुन्थ्यो ल ठिक छैन बिहा पनि आज त्यो हाम्रो सुरेशको बहिनीको एउटा रहेछ सुरेश सुरेश त्यति 16 वर्ष बित्यो थाहा नि पाइनँ त्यहाँबाट फर्काएर नि खाएको गोखला होइन फर्काएरै खाएको दाइ त म डराउँदिनँ म काममा आफू हुन्थ्यो कि त्यतिखेर मलाई आफूले लेखेको र इन्डिया भइसकेपछि म कस्तो भने भोलि छ नि भोलि जानु भन्नु मिल्दैन भाइलाई तपाईँ भाइलाई अहिले राति चाहिँ छोड्न मिल्छ दिउँसो मिल्दैन होइन राति हामी यसो मिलाएर पठाउन सक्छौँ दिनमा त हामी भेटिन्छ म त्यहाँ आउँछु है म त्यहाँ आइरहन्छु मेरो काम पनि छैन ज्याक कराउनु भएको तपाईँहरू हिजो अस्ति निक्की चाहिँ को आउँछ बाबु आउँथ्यो नि त्यो आएको हुन्छ अनि सबै मिलेर यसो कम्पाउन्ड लागिदिनु पर्यो जान्छु कम्पाउन्ड अहिले लाग्यो त्यो त कार्डबोर्ड सबै फेरि हटाएको होइन कि जाली लगाइदिने ए जाली लगाइदिने किन लाउने जाली अब यतिकै खुल्लै ठिक छ त हुँदै मिल्दैन यस्तै गाई बस्तु आउँछ भनेर आउँदैन केही पनि आउँदैन घर भनेर चिन्छ बचाएर बत्तीमा बालेको भनेर ढोकाउँदै उठेर हेर्दा कोही छैन यसरी हेरेको बचाइरहेको त अनि भित्र कालो त्यो माइलो बाबु बिरामी हुँदा यहाँ त भोकै बसेको जस्तो भएको के त्यो बेलामा चाहिँ यो ढोका चाहिँ ब्राङ्गे लात्ताले माइलो म हान्थ्यो त यहीँ यसरी त्यहाँबाट हुँदै जाँदैन ढलिजान्थ्यो त यस्तो उस्तो हुने कि त्यो उस भइहाल्थ्यो के भन्छ काट्ने बौजिलाउने बसरी रोक्सी खाएर कि उसले भन्ने बेलामा टाइम रोक्सी नपाएपछि यस्तो कामले कि अनि मुख बन्द भइजाने आँखा अनि सिद्धि ढलिजाने कि अनि चम्चाले आँखा यसो खोल्दै अनि पानी हामी चाहिँ उता सुतेको है ऊ यहाँ त राति 1 बजे के घाँस काटेको के त्यो टोइलेटमा के उनीहरूले त के गर्छ हामी त के नि गर्छ अनि त ऊ त्यहाँ त्यो गेटमा छ नि फुलको यति ठुलो भएको थियो कि यो जस्तो भएको थियो कि झ्याङ भएको थियो कि है त्यो त गर्लम गुल्लुम ढलेको कस्तो भुत्तै बसेको जस्तो भएको थियो कि त्यो बेलामा त खान्छौ माइत गएर बाजे बजी आउनु भएको अनि हामी घर बस्छु भने उहाँ निस्किनु अनि त सबै काठमाडौँ बाबाहरू विदेशमा है यहाँ त ठुल्कान्छे आमा र म सागर र साहिल अनि बाबा आमा मात्रै के अनि त बाबा फोनहरू यस्तो घाम राखेको माटो त्यति मान्छेले गरे रहेछ नि यो अब बेच्दा भयो भनेर मैले यो तगरा लगाइदिएँ अनि तिमीले पनि ठोकिदियो है अनि यता आएको त घर गर्न थालेको कि निस्केको तर्सेर डराउनु सबभन्दा टेन्सन टोइलेटको थियो ट्याक्क लाएर यस्तो मजाको टोइलेट बनाएर चाहिँ जति दिन पनि आएर बस्दिन्छ अब यो भूतको कुरा सुनेर चाहिँ सब सजिलो हुन्छ कहिले भने जानुभयो
मामा गएर केटा भोट हाल्ने एउटा ट्याक्टर हाल्यो भोट साथीहरू हाल्यो सक्दो भोट हाल्यो मामा आर्मी त डेन्जर हिँड्दो रहेछ त यता आउनु देखेन नि त गाडी खोइ थाहा न माओले भने उता जानु त पाउँछ यता आउनु पर्यो यता जानु पाउँछ क्षेत्र छुट्टाएको हो क्या है यता बसाएर भाइ पानी दिनु न पानी छोडे पानी पानी त मैसँग छ छ भयो 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 हाम्रो लागिहाल्छ काठमाडौँ जाने टोलीहरू के खान्छ नि त खाजा के खान्छ त अहिले मुखमा हान्छ अनि थाहा पाउनुहुन्छ भाइजूले भयो भनेको भाइजू लागिहाल्यो है गरौँ गयो बेसरी गएर आइसक्यो हालिसक्यो यहीँ हाल्यो गरौँ गयो बेसरी काठमाडौँ जाने केटाहरू काम त ल मामा गयो केही गऱ्यो भने बन्द गर्न मेरै भन्दै गर्दा पुल बनाएको जस्तो छ थिङ्क पोजिटिभ होइन मेरो घरको मन्दिरसम्म घर जाने बाटो आदि मन्दिरसम्म बाटो बनाएको सबै मान्छेलाई भोट हाल्न मन लाग्छ के गर्नु अब यस्तै छ चल्नै पर्यो गाह्रो छ तिनवटा छोरा छ सबैलाई थाहा छ राम आमालाई भगायो त्यतै भोट माहौल चाहिँ एकदम राम्रो छ क्या बन्द सबै लभली दमौली है केटा हो लभली Oh shit. Oh shit. Oh shit. के गाडी हो त्यस्तो लभली दमौली भित्र त खोल्यो होला नि कि जम्मा भएर बस्न दिने हो सबैजना भोट गर्न गयो भने सबै बन्द गरेको होला ए लभली भएको छ या दमौली चाहिँ जस तर काइला बोला चाहिँ किन एकदम रमाइलो लाग्यो सबै मान्छे यही भएर क्या दोस्तहरू धेरै भएर उसको चिनेको साथीहरू सबैहरू प्रडक्ट भएर हुने साथीहरू हाम्रो काइला बाबुको चाहिँ फेभरेट एरिया अरे फेभरेट बजार सक्दो भोट हाने भाइ सक्दो भोट हाने भोट कसलाई हाने भोट कसलाई हाने हामीले हालिसक्यौँ जित्नेलाई हालेछौँ जित्नेलाई हाले बाटो चाहिँ खाली छ अब ट्याक्क अहिले म देखाउँछु तिम्रो घर जाने बाटो देखाउँछु के भयो सिडनीलाई टकिङ टम जस्तो टकिङ टम जस्तो देख्छ त लगायत सबै त्यसैको लागि गएका होइन सरकार छोडेर रासपामै किन गयो बालेन पनि एउटा स्वतन्त्र मान्छे फेरि गएर चाहिँ रासपामै किन गयो अब एउटा चाहिँ नगर प्रमुख बालेन जता गयो उतै किन गयो अब तपाईँ अर्को हेर्नु न त्यो
के यस्तो खाने आमा तपाईँ बाई बाई बान्छ नि अगाडि हामीलाई घर पुग्यो म पनि गुड नाइट म पनि गुड नाइट अब यता पनि गुड नाइट कहाँ हो थ्याङ्क यू सो मच फर वाचिङ बाई भोट हाल्नु पर्छ है अब अर्को पालि भयो भने 4-5 वर्षमा हुन्छ होला भोट चाहिँ हाल्नै पर्ने हुन्छ बाई